कास्कीको लेखनाथ नगरपालिका क्षेत्रभित्र पर्ने बेगनास्थल यस क्षेत्रको एउटा ऐतिहासिक मनोरम दृश्यले भरिएको महत्त्वपूर्ण ताल हो। यो ताल यो नगरपालिकाभित्र पर्यटक आकर्षण गर्ने मुख्य गन्तव्यको रूपमा रहेको छ। यो ताललाई व्यवस्थित र संरक्षित गर्नलाई यहाँको स्थानीय सरकार, यहाँका स्थानीय जनसमुदायहरू र पर्यटन व्यवसायले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। यहाँहरूले देखिराख्नु भएको छ, यो तालको आफ्नै गरिमा, आफ्नै महत्त्व छ। विशेष गरेर पर्यटन क्षेत्रको समृद्धिका लागि यो तालमा धेरै पर्यटकहरू आउने गर्दछन्, जसले यहाँको पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा दिएको छ। पोखरा आफै पनि पर्यटकीय गन्तव्य स्थल हो। यहाँको विभिन्न तालहरूमध्ये यो बेगनाथ ताल पनि एउटा प्रमुख गन्तव्यको रूपमा रहेको देखिन्छ। झन्डै 373 हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल 10 मिटर भन्दा धेरै गहिराइ रहेको छ। पर्यटकहरू आएर रमाउने तालको रूपमा रहेको र हिम श्रृङ्खलाको नजिक रहेको ताल भएका कारणले पनि यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन्। यो तालसँगै यहाँको पोखराको रमणीय बस्तीहरू देख्न सकिन्छ। विशेष गरेर यो तालले आफ्नै गरिमा, आफ्नै गौरव बढाएको छ। लेखनाथ नगरपालिकाको गौरव बढाएको यो तालको वरिपरि यहाँको सुन्दर जङ्गल, सुन्दर बस्ती रहेको छ भने तालसँगै पर्यटकीय विश्राम घरहरू, होटल, रेस्टुरेन्टहरू पनि सञ्चालन रहेका छन्। पोखरालाई चिनाउने एउटा महत्त्वपूर्ण ताल भएका कारण यो ताललाई नेपाल सरकार, स्थानीय सरकारले पनि प्राथमिकता राखेर अगाडि बढेको देखिन्छ। स्वदेशी पर्यटक र विदेशी पर्यटकको आगमन सधैँ हुने गर्दछ। त्यसले पनि पोखराको यो बेगनाथ तालले आफ्नै गरिमा र आफ्नै महत्त्व बोकेको छ। यसलाई थप प्रवर्धन गर्न सक्यौँ भने र थप व्यवस्थित गर्न सक्यौँ भने पर्यटन क्षेत्रको विकासमा यो तालले थप गरिमा बनाउनेछ।